जीवित परमेश्वरलाई धन्यवाद भएको होस्। आज तपाईँहरूको बिचमा एउटा कुरालाई सेयर गर्नु मन पर्यो। अनि कतिजनाको तपाईँ हेर्नुभयो होला अथवा तपाईँको जीवनमा कतिचोटि त्यो अनुभव गर्नुभएको छ होला। कुनै पनि विषयमा तपाईँ बोल्दै गर्दाखेरि त्यो निर्धक्क भएर बोल्न सक्नुहुन्न, एकदमै डराउँदै बोल्नुहुन्छ अनि कन्फिडेन्स नभएको जस्तै महसुस गर्नुभएको छ अथवा कसैलाई देख्नु भएको छ भने त्यस्तो कुराहरू आज हजुरहरूसँग सेयर गर्न चाहन्छु। किन हुन्छ होला त्यस्तो? किन चाहिँ त्यो बोल्दै गर्दाखेरि कन्फिडेन्स आउँदैन अनि त्यो निर्धक्क त्यो एउटा विश्वास जाग्दैन अनि त्यहाँ चाहिँ बोल्दै गर्दाखेरि हकमकिन्छ र मान्छेले थाहा पाउँछ यो मान्छेको अध्ययन कम छ भनेर। सो त्यो विषयमा चाहिँ केही कारणहरू छ। एउटा चाहिँ भयो जुन विषय तपाईँले छान्नुहुन्छ त्यसको बारेमा पुरै ज्ञान नभएको, थोरै मात्रै ज्ञान भएर तपाईँले बोल्नुहुन्छ। दोस्रो, जुन विषयमा तपाईँले बोल्दै हुनुहुन्छ त्यसको परिणाम अगाडि पछाडिको बारेमा तपाईँलाई राम्ररी थाहा नभएको हुनसक्छ। त्यो कारणले पनि कतिचोटि चाहिँ कन्फिडेन्स आउँदैन। त्यो बोल्दै गर्दा विश्वास आफैलाई लाग्दैन अनि अरूलाई कसरी सिकाउने भन्ने कुरा चाहिँ हुन्छ। त्यो कारणले तपाईँ एउटा हामी चाहिँ चेतनशील मानिस भएको कारणले गर्दा मान्छेले त्यो आफैले त्यो पहिला महसुस नगर्दाखेरि त्यो चाहिँ बोल्नलाई चाहिँ गाह्रो हुँदो रहेछ। दोस्रो कुरा अनि तेस्रोमा चाहिँ के हो भने जुन कुरा तपाईँले बोल्दै हुनुहुन्छ अथवा जुन विषयमा तपाईँले बोल्दै प्रचार गर्दै हुनुहुन्छ भने त्यो विषयको राम्रो पक्ष नराम्रो पक्ष दुईटै कुरा तपाईँले थाहा भएको छ र तपाईँले जुन व्यक्तिलाई सुनाउँदै हुनुहुन्छ अथवा जुनै ठाउँमा तपाईँ बोल्दै हुनुहुन्छ त्यो एकदम विश्वासका साथ बोल्नुपर्ने रहेछ। त्यो विश्वासका साथ तपाईँले जब बोल्नुहुन्छ अनि त्यति बेला तपाईँले के महसुस हुन्छ भने मैले बोलेको कुरा चाहिँ ठिक हो र मैले बोलिरहेको यो वचन चाहिँ यिनीहरूले अथवा हामी सबैले चाहिँ पालन गर्नुपर्छ, यसमा चाहिँ के छ लाभ छ, एकदम फाइदाको कुरा छ। हो त्यो नोक्सानीको कुरा थाहा भएको कारण त्यो नोक्सानीमा कोही पनि नजाउन् भन्ने उद्देश्यले तपाईँले के गर्नुहुन्छ, तपाईँको आँखाले, तपाईँको मुखले, तपाईँको हावभावले, तपाईँको सम्पूर्ण कुराहरूले त्यो एउटा सङ्केत दिन्छ कि यो सत्य हो र यसमा चाहिँ हिँड्नुपर्छ भन्ने कुरा चाहिँ त्यो कन्फिडेन्सले बताउँदछ। अनि मान्छेले मान्छे त बोले एकदम कन्फिडेन्सको त नडराइकन न यताउति घुमाइ नगर्न ठिक्क जे भन्नुपर्ने थियो त्यो चाहिँ भनेको छ, बुझ्छन् मान्छे। हो त्यसलाई नै कन्फिडेन्स भन्छ र त्यसको लागि मैले भने पहिला अध्ययन गर्नुहोस्, त्यस विषयमा के बोल्दै हुनुहुन्छ त्यसको ढाँचा बनाउनुहोस्। दोस्रोमा चाहिँ तपाईँले त्यो बोल्दै गर्दाखेरि कुन ठाउँमा बोल्दै हुनुहुन्छ अनि के को लागि बोल्दै हुनुहुन्छ अलिकति खोजी गर्नुहोस् के छ अनि पछाडिको कुराहरू के छ भन्ने कुरा पत्ता लगाउनुहोस्। अनि अन्तिम तेस्रोमा चाहिँ यो नोक्सानी र फाइदा यो विषयले चाहिँ के ल्याउँछ भन्ने त्यो तीनवटा पक्षलाई तपाईँले निहालेर हेरेर तपाईँले निचोडमा आफैलाई राख्नुभयो भने अनि मात्र तपाईँले त्यो कुरालाई स्पष्ट तरिकाले राख्न सक्नुहुन्छ। नत्र भने के हुन्छ, तपाईँलाई त्यो पछाडि अगाडिको पनि थाहा छैन के हो विषय, त्यसको किन आयो, त्यसको महत्त्व के हो र पछि गएर यसले कुन भूमिका खेल्छ, नकारात्मक हुन्छ कि सकारात्मक हुन्छ। त्यसकारणले तपाईँले जुनसुकै विषयलाई छान्नुहोस्, त्यसको तहसम्म जाने प्रयास गर्नुहोस्। त्यसपछि विश्वास तपाईँमा बढ्छ, तपाईँ निर्धक भएर एकदम स्वतन्त्र भएर त्यो विषयमा बोल्न सक्नुहुन्छ। बुझ्नुभयो? अनि त्यसपछि डर लाग्दैन तपाईँलाई, किनकि तपाईँलाई त्यो कुरा थाहा छ। तपाईँको नाम भन्न डराउनुहुन्छ, तपाईँको नाम के हो भन्दाखेरि मेरो नाम फलानु हो भन्नुहुन्छ नि, किन? तपाईँलाई पूर्ण थाहा छ र तपाईँको नाम चाहिँ तपाईँको गार्जियनले राखेको हो र तपाईँ त्यही व्यक्ति हुनुहुन्छ जसबाट चाहिँ चिन्नुहुन्छ क्या। त्यसै कारणले जुन विषय छान्नुहुन्छ, जुन ठाउँमा जानुहुन्छ त्यसको बारेमा र त्यसको जुन विषयमा बोल्दै हुन्छ त्यसको नाफा नोक्सान फाइदाको कुराहरूलाई हिसाब गरेर तपाईँले
बुझ्नुभयो भने बोल्नलाई सजिलो हुन्छ। हुन्छ, परमेश्वरलाई आशिष दिउँ। धन्यवाद।